साथीहरू नमस्ते सेवालो आज हामी यहाँ यतादेखि तिनजोरी आएको छौँ फुपू हेर्नु म साच्चै अभागी छु के फुपू यो गति छ मेरो भ्लग हेर्नु न हेलो यहाँ मेरो भाइ छ भाइ हेर मेरो भ्लगमा हाई भन हामी जानुपर्ने छ उता डाँडामा जानुपर्ने छ यहाँ मेरो भाइ छ हाई भन न मेरो अर्को सानो भाइ पनि छ मेरो अर्को सानो भाइ पनि छ बाजे हाई हेर्नुहोस् फुपू हुन्छ यहाँ अलि मजाले फुपू हाई अब यहाँ मम्मी हुन्छ मेरो दिदी हाय अब यहाँ फुपू हुन्छ हेलो अब यहाँ हामी पर डाँडामा जाँदैछौँ हेर्नुहोस् साथीहरू अब यहाँ थाकिँदा हामी यहाँ कछुवा जस्तै हिँड्दैछौँ ब्रो हामी यहाँ कछुवा जस्तै हिँड्दैछौँ यहाँ हामी कछुवा हिँड्दै डाँडा पुगिँदैन होला कछुवा हिँड्दैन साथी फुपू छिटो आउनु यस्तो गलिने बाटो छ यहाँ लाली गुराँस पनि फुलेको छ भुइँ देखाएर लाली गुराँस छ यी अनि अब यहाँ लाली गुराँसको फुल उम्रिरहेछ यहाँ आइ भन्नु हाई भन्नु हेर्नु यहाँ सरस्वती लजाउँदै हुन्छ यति जाडो भइरहेछ हामीले यहाँ के गर्नु भन्दै हुन्छ यस्तो कछुवाको स्टाइलमा हिँड्यो भने त पुगिँदैन भन्दै हुन्छ यहाँ हेर्नुहोस् कति सानो बाटो छ यो कुद्ने गाडीको ब्रेक थिएन नि हेर्नुहोस् हाई भन्नुहोस् न बुबु हाई भन्नु न बुबु हेर्नु ट्याक्सीमा मान्छेहरू जाँदैछ बिहानदेखि बेलुकासम्म अब यहाँ हिँड्दैछु डाँडामा हामी यस्तो थाक्यौँ कि कछुवाको हिँडाइले कछुवा जस्तो हिँड्नु न छिटै न हेर्नुहोस् यहाँ चाहिँ खुबै जाडो रहेछ तपाईँहरू चाहिँ नआउनु होला भन्ने अनुरोध गर्दछु यस्तो छ लाली गुराँस फुलेको